म त तेल हाल्नको लागि पैसा कमाउन सक्ने छु, तपाईँ त एक्लै हुनुहुन्छ, बुवा हुनुहुन्न नि त। अस्ति नै योभन्दा पहिले मसँग भेट भएर अनि हाँडी खोलाबाट ल्याएको नि मैले, याद छ नै? मसँग केही छैन, त्यही भएर तपाईँ दुखी हुनुहुन्छ। हामी त गर्न सकिन्छ, तपाईँको एक्लै हुनुहुन्छ। अनि के अरे मानसिक सन्तुलन गुमाएको छोरी हुनुहुन्छ। तपाईँको दुई आमा छोरीलाई कति गाह्रो छ नि, होइन? त्यही भएर अस्ति नै पनि ल्याए होइन, अब पनि लिन्न, फेरि पर्दा पनि अब फेरि सहयोग गर्छु, साथ दिन्छु नि आमालाई। हजुरको छोरी पछि हो कि बिमारी भएको पहिल्यैदेखि हो? पहिलेदेखि होइन, यो 15 वर्ष 7 पास गरेपछि यस्तो बिमारी हुनुभयो। अनि औषधि गर्दा के भन्छन्? औषधि गर्नुभयो? औषधिको औषधि गर्ने पैसा नभएर सबैजना तपाईँको आफन्त कोही हुनुहुन्न? आफन्तले हेर्नुहुन्न तपाईँलाई? साथ दिनुहुन्न आफन्तले? अस्ति नै मैले सँगै ल्याएर आएँ, त्यही दुःख बताउनु भएको थियो। त्यही भएर मलाई पर्दैन नि भाडा दिन। अघि नै तपाईँले पैसा लाउनुहोस् भन्नुभएको थियो, मैले त आमाले चिन्नुभयो होला भने थिएँ, चिन्नुभयो रहेछ भनेपछि मात्र चिन्नुभयो। आशा लाएर आउनुभएको?